चाहिँ टक्क यो आज चाहिँ बाटोमै हाम्रो खाना, हाम्रो त सधैँको बाटोकै खाना हो नि टक्क। त्यही मेरो दाजुभाइ दिदीबहिनीहरू वेलकम ब्याक टु माई च्यानल। अहिले सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदम फिट एन्ड फाइन छु। अहिले चाहिँ म बागलुङमा छु। बागलुङको कुन एरिया? हटिया। बागलुङ हटिया। म चाहिँ छु गाडीहरूको चाहिँ यतातिर फेरि लचकन लाइन कस्तो अन्धकार आएको यार। गाडीहरू चाहिँ यतातिर लचकन लाएर गाडीहरू चाहिँ तलसम्म चाहिँ गाडीहरू छ। हामी चाहिँ जाडो लास्टै जाडो भयो चाहिँ आगो ताप्न आगोमा व्यवस्थित एकटा आगो बाल्नु नि यार, आगो बिसत भयो कि आगो ताप्दै बसिरहेको जाडो छ। त्यही हो, घाम पनि उता पाखा चाहिँ घाम लागिरहेछ, उता पाखा चाहिँ घाम लागिरहेको छ, यता पाखा चाहिँ घाम लागेको छैन कि त्यहाँ पनि त फेरि डेन्जर घाम लाग्छ क्या। यसमा फेरि जुमै नहुँदैछ। त्यही हो, अब चाहिँ यसो भ्यूको आसन ग्रहण गरिदिउँ। भ्यूहरू टक्क यस्तो मायाकोसँग कस्तो टल्केको हो यार। गाडीहरू चाहिँ 2टा गाडी त्यहाँ छ, 3टा गाडी यता, 5वटा गाडी टोटल, र हाम्रो गाडी चाहिँ यो। मिठो घाम लागेको छ यता मास्तिर फेरि। यो चाहिँ हाम्रो गाडी। अनि के भन्छ अरे खोला पनि फेरि डेन्जर छ, फेरि लास्टै चिसो पानी आउँछ यार। त्यही हो, अब चाहिँ खानासाना बनाउनको लागि चाहिँ भाँडा धुनै छ यार। पुल पनि माटो पनि भिजेको अवस्थामा छ क्या यार। यार खोला कराइरहेको छ कि हल्लिरहेको छ त गराइ मरे। यतातिर त गाउँ पनि क्या ठुल्ठुलो भइरहेको छ यार। टक्क यो डाँडा काँडा सट्ट घाम चाहिँ त्यहाँ टल्किरहेको छ कि। अब चाहिँ खानासाना बनाउनु पर्छ। खानासाना बनाइसकेपछि खानुपर्छ होइन, खानासाना बनाउनको लागि चाहिँ भाँडा धुनै छ यार। भाँडा धुँदा चाहिँ भाँडा धुएर चाहिँ भेट हुनुपर्छ गाइज। खासमा चाहिँ आएको चाहिँ यो हामीको यो हेर्नु हो क्या। अब चाहिँ केटाहरू भाँडा मान्न आइसकेको छन्। केटाहरूको फेरि भाँडा मान्न लाग्छन्, भाँडा मान्न पर्यो। धस्काउ भाँडा माझेर आइयो गाई छैन। यहाँ दाउरा खोज्न गएको, दाउरा त पाइयो तर चिसो पाइयो क्या यार। दाउरा यार। एकैछिनै गाई डेन्जर। कसैले हेरेन नि मेरो जिन्दगी। क्यामेरा देखेर नि के फाइदै भएन। हेर्नु पर्छ नि एक दुईजना राम्रोहरूले। बोल्यो आगो बाल्नु निभी आएछ त यार। बोल्यो आगो बोल्यो। खोइ कुकम्यान कटिङ इज भेरी डेन्जरस। ओए कात्तिके जाडो भयो मेरो बागलुङबाट रे बाबु। विश्वको जुनसुकै कुनाबाट हेर्ने आफ्नै गाउँको करेसाबारीबाट फलेको। आउन त्यो नहेर न, लाज लाग्छ कि तलतिर मासतिर नानीहरू हो कि। बाबु यार भ्लगमा बाबु यार काट्न पर्छ क्या यार। भिडियो फेरि डिलिट हाल्नुहुन्छ क्या यार युट्युबले यार। मैले त हेर्नै पाएन त यार। केटा नास्ता बनाउँछ, नास्ता खाएर भात बसालेर भात पकाएर अब आज नै हाम्रो बसाइ यतै हुने होला, गाउँडुलमा जानु पर्ला भन्ने प्लानिङ हो। देखेन यार, मेरो क्यामेराले भेटेन। मेरो क्यामेराले भेटेन गाइज। म त स्वयं मैले त हेरेन। भातलाई मुछेन तिमीले यार, यो यहाँले भातलाई मुछेन।
यो दाउरा चिसो भयो अरे यार, बोलेकै छैन यार। दाउरा चिसो छ, बोलेकै छैन। बोल्यो बोल्यो। अघि मलाई बिहान यार कति 7 बजीतिर उठेको थियो, कस्तो अन्धकार थियो यार। आगो बाल्न माचिस लिएर आएको, माचिसले पनि बोलेन। फेरि लाइटर ल्याएर लाइटरले जुगाड गरेर आगो बालेर मजाले आगो तापेर बसिरहेको थिएँ। त्यसपछि केटाहरू आयो, त्यसपछि भाँडासाँडा धोइयो, चियासियामा आएको छौँ, चियासिया खाइयो, त्यसपछि बसिया छ अहिले। भइरहेछ मस्त, तर लास्टै चिसो छ यार। तर यार ओ साथी, खुर्सानी कहाँबाट ल्याएको? यो मुस्ताङबाट। आफ्नै गाउँको, आफ्नै घरको करासाबारीबाट भन न यार। कस्तो मुस्ताङलाई उस नदेऊ न। यस्तो पिरो छ र अनि घाँस टट्टाउँछ र अझै तातो थियो। अब यार मलाई यो भिडियो मिलाउन यार कति दुःख हुने हो यार। त भाइरल हुन्छ। भिडियो हानिदिन्छ कि स्ट्राइक लगाइदिन्छ कपिराइटको। हो कपिराइट लाग्छ नि बाबु मेरो भिडियोमा यार। यस्तरी मेहनतसँग भिडियो बनाइरहेको छ यार केटाहरू यार। आगो त बालियो, तर कति टाढो यार यो भात त तल ढल्न जस्तै छ त यार। तिम्रो हात त्यस्तै भएको अहिले। छिटो मुछ के? ओ हेर न कुकम्यान, तेरो न कुकम्यान गरे के राजा। त्यो खुर्सानी थोरै त हुँदैन, थोरै हुँदैन हेर कति हालेछन्। खुर्सानी पनि साला यति हालेछन् कि साला के भन्नु तिमीलाई, भएमा केही पनि भन्दिनँ। दाजुभाइहरू खाना बनाउँदै हामी चाहिँ होइन, हाम्रो चाहिँ टक्क यो आज चाहिँ बाटोमै हाम्रो खाना। हाम्रो त सधैँको बाटोकै खाना हो नि। टक्क यता यता चट्ट उतासम्म हाम्रो चाहिँ लाइन किचन एरिया चाहिँ हाम्रो यो भइरहेको छ कि अहिले। हाम्रो टोल्टीले के काटिरहेको छ? आलु। हामीलाई के बनाउँथ्यो दाइ? तेल थप्नु पर्यो भाइ, हेर त तेलै पुगेन। टक्क यता चाहिँ हाम्रो 1 कुकर भात, 2 कुकर भात, टक्क त हाम्रो मरमसलाहरू। टक्क उतातिर चाहिँ हाम्रो के छ भन्दाखेरि यो चाहिँ हाम्रो यो गुन्द्रुक सिन्की, भट्ट र यो सिद्रा। टक्क यता चाहिँ हाम्रो सोल्टीले फेरि यता यो प्याज काट्दै यता हेर्दो राजा। त्यही खानासाना बनाउँदै हो हामी चाहिँ। अब खाना कति बेला पाक्छ? जति छिटो गरे त्यति छिटो पाक्छ रे। केटाहरू थगला यस्तो नखानु न, रोस्ट नखानु न। त्यही अब चाहिँ खानासाना पकाऊँ, खानासाना पकाएर भएर चाहिँ भेट हुनुपर्छ। त्यही हो, आगो बालेको चाहिँ आगो बोलिरहेछ त्यति। अब चाहिँ वरि पकाइवरि खाना खाना त पाक्यो। बिजोक यो हात बिग्रेको मेरो यार, हात तेरिका यार। साँझ फेरि भिडियो बनाउनु मिल्दैन कि, एडिट गर्दा जो हुन्छ क्या। ए साँच्च ज्याकेटमै छ त्यहाँ यार यो ठाउँमा। मैले पछि खानु, अहिले पछि खान्छु क्या। अब त्यसो भए त खान्छु यार। यस्तो धर्म सङ्कटमै पार्ने पनि। जब तक त होइन हाम्रो थाल भन्नु आनन्दले खानु न, पछि खानु होला नि। खासै भोक लागेको छैन कि मलाई त। अघि भर्खर चिया र बिस्कुट खाएको थिएँ, खासै भोक लागेको छैन मजाले। अब एकछिन लाएर मजाले गाडीमा बस्दिउँ होइन, दाइलाई भात खाँदैछन्। दाजुभाइहरू मोबाइल डेन्जर पछाडियो नि यार, बिजोक तरिकाले के। टक्क ढोका लगाइदिउँ होइन, भात खाँदै हुनुहुन्छ क्या। खासै थाल भएन रहेछ हाम्रो गाडीको चाहिँ। इन्टेरियर फेरि यस्तो छ कि डेन्जर टक्क होइन। गाडी फेरि यस्तो क्लिन छ कि कुरै छोडिदिउँ। त्यही हो। र अब खासै काम छैन, भात खाने काम हो। भात खाएपछि फेरि त माछा मारेर नुहाउन भनिरहेको छन्। जाऊँ त्यसपछि नुहाइधुवाइ गरौँ। स्पिकर डेन्जर बजिदिन्छ हो भनेको। ओ हेर न गाडीको यो टक्क यो सट्ट लाएर हामी चाहिँ यतातिर बसिदिइरहेको छ कि।
मोबाइल चाहिँ डेन्जर पछाडि यार धन्दा भयो केही पनि भएन छ मोबाइल महँगो मोबाइल हो नि यार 50,000 को फोन हो यार धन्दा केही भएन छ र ट्रकमा चाहिँ यस्तो हुन्छ कि टक्क यो सिट यो पनि यो ड्राइभर सिट भयो यो गियरको लिभर निरको भयो त्यहाँ पछाडि चाहिँ मान्छे टक्क पेसेन्जर पायो भने मान्छे हाल्ने होइन भने चाहिँ छोडिदिने स्पिकर त्यहाँ हुन्छ होइन टक्क लाएर लास्टै कालो आउँछ मेरो मोबाइलमा यार भेचै लाग्ने तरिकाले अझ मैले मोजा सुकाएको थिएँ धुवा सुकाएको सुकेछ कि नै भन्ने हुन्छ कि अस्ति त हिजो धोएको होइन मोजा त र दाजुभाइ त्यही हो अब चाहिँ जाम भात खाम खाना खाएपछि चाहिँ खाना खाएर चाहिँ भेट्नुपर्छ र अब खोलातिर जान भनिरहेको छन् खोलातिर चाहिँ जाम खोलामा गएर पानी लास्टै चिसो छ भनेको यार मार्छ पानीले त डेन्जरै चिसो छ पानी त के भन्छ खोला त मलाई देखाइसकेको त्यही पनि फेरि दाइहरू नुहाउँदै हुँदैछ दाइ खाना खाँदैछ नुहाउँदै गरेर भ्याएर त्यसो मिल्यो भने मासतिर घुम्न जानु भनेको हाम्रो चाहिँ यात्रा चाहिँ कहाँको हुन्छ अब खै थाहा भएन होइन त्यही हो जाम अब चाहिँ तल झरौँ त्यसपछि व्यवस्था हान्नुपर्छ ढोकाल्दैन कस्तो जाडो हुन्छ यार टक्क हेर्नु नि यो मस्तको भ्यूहरू आउँछ सट्ट लाएर होइन यो अलि बढी टल्किने रहेछ कि यसलाई यो मोबाइललाई व्यवस्था गर्नुपर्ने भएको छ टक्क यो गाडी पछाडि टक्क खाना हुँदैछ क्या हाम्रो चाहिँ होइन मलाई हाम्रो गाडी त देखाइसक्यो कतिचोटि देखाउने र क्याप लाउनु भने नि क्याप फोरो हुन्छ यार बुझोको हुन्छ नि यार कपडा फोरो भएर यार टक्क लाएर यतातिर चाहिँ यो के भन्छ यो बाटो साँगुरो छ टडकहरू हाल्न पर्छ गाह्रो हुन्छ नि बाटो कम त साँगुरो छ म भुल्दै आउँछु बाटो बिजोक छ क्या बाटो फेरि यार त्यही हो नि डाँडा काँडाहरू छ जाडो छ मौसम चाहिँ ठिक्क छ अहिले चाहिँ घाम लागिरहेको छ ठिक्क भइरहेको छ मौसम र त्यही हो जान्छु र म खाना खान्छु र भेट्नुहुन्छ त गाइडहरू होइन खाना खाइयो अब मस्तो खाना खाइयो यार खाना बबाल बनाएको थिएँ दाइले चाहिँ खाना बबाल बनाएको थिएँ नै र अहिले आउनु खोला त यही भनेर आएको थिएन होइन र त्योभन्दा अगाडि चाहिँ म भिडियोलाई चाहिँ डिलिट गरिदिन चाहन्छु होइन के कति भयो भिडियो त्यही हो थ्याङ्क्स फर वाचिङ दिस भिडियो डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब हिट द बेल आइकन लास्टसम्म हेरिदिनु भएकोमा धन्यवाद र एउटा मिठो कमेन्ट छोडिदिनु होला र यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला सब्सक्राइबर छैन न मेरो भिडियोमा सब्सक्राइब गरिदिनु होला मेरो च्यानल र त्यही हो थ्याङ्क्स फर वाचिङ दिस भिडियो डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब हिट द बेल आइकन यति भन्ने आज बिदी लिन चाहन्छु म हस्त जय नेपाल।